अहिले चाइनाबाट मसिनहरूको इम्पोर्ट धेरै बढिरहेको छ। मसिन भनेर ठूलो इन्डस्ट्रियल मसिनको कुरा गरेको होइन, सानो मसिनहरू जस्तै मोमो मेकिङ मसिन, ब्लक मेकिङ मसिन, ब्याच मेकिङ मसिन, एम्ब्रोइडरी मसिन, कटिङ मसिन, ब्रुइङ मसिन, हाइड्राफेसियल मसिन र यस्तै थुप्रै मसिनहरू अहिले धेरै नै इम्पोर्ट भइरहेको छ। चाइनाबाट यस्तो मसिनहरू सस्तो पर्ने र अरू भन्दा पनि क्वालिटी धेरै राम्रो र एडभान्स पाउने भएकोले अहिले धेरै जनाले पर्सनल अफिसियल युजको लागि यस्तो मसिनहरू इम्पोर्ट गर्नुहुन्छ र मसिन मात्रै नभई मसिनमा युज हुने पार्ट्स र मटेरियल्सहरू नि इम्पोर्ट गर्नुहुन्छ। यदि तपाईले चाइनामा राम्रो क्वालिटीको मसिन भेट्नुभयो जसले तपाईको अफिसको काम सजिलो बनाउन सक्छ जस्तो लाग्छ भने तपाईले त्यस्तो मसिनहरू इम्पोर्ट गर्न सक्नुहुन्छ। र इम्पोर्ट गर्दा सामान चाहिँ मजाले चुज गर्नुहोस्, बरु मजाले टाइम लिएर बेटर प्रोडक्ट्स मात्रै ल्याउनुहोस् ताकि पछि गएर केही समस्या नआओस्। र सेलरसँग नि बेटर रिलेसन राख्नुहोस्, इन केस पछि केही भयो भने उनीहरूले सपोर्ट पनि प्रोभाइड गरिदिन्छन्। र यसरी तपाईले पनि आफ्नो युजको लागि चाइनाबाट मसिन, र मटेरियल्स र पार्ट्सहरू मगाएर आफ्नो कामलाई अझै इफेक्टिभ तरिकाले लैजान सक्नुहुन्छ। र थप जानकारीको लागि हामीलाई कल, मेसेज वा पुरानो बानेश्वरमा रहेको हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।